राधे राधे साथीहरू, गुड मर्निङ। अब चाहिँ म खाजा खाँदैछु साथीहरू। खाजामा चाहिँ के छ भने नि, मैले बुहारीलाई चाम्रे बनाउन लागेको छु। चाम्रे अन्त आलुको अचार, आलुको चोखा मलाई मनपर्छ पुरा, मेरो फेभरेट हो। अन्त आलुको चोखा चाम्रे खान्छु हो। अब चिया पियो। आज व्रतको अस्तिको सोमबारदेखिको व्रत थियो साथीहरू मेरो। त्यही भएर चाहिँ आज चाहिँ अब अलिकति भने अन्न खाने पनि चाहिँ ढल्किन्छ, प्रेसर लो छ मेरो है साथीहरू। त्यही भएर मेरो नाति चाहिँ भर्खर उठेर यहाँ हान्नु न गति न पति। राधे राधे बाबा, राधे राधे गरिदेऊ। राधे 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 राधे, छिटो खै राधे राधे गरिदिएको खोइ। आमा मक्ख पऱ्यो ऊ भर्खर उठेर। कपाल हेर्नु न कपाल, उसले पनि गाङ गरेको। राधे 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 राधे। मेरो नातिले पनि यसरी राधे राधे गर्छ, उसलाई खुसी पऱ्यो भने चाहिँ। नभए त आमा नि राधे 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 राधे। जिब्रो चाहिँ किन निकालेको त अन्त? देख्नु भयो साथीहरू, राधे राधे गर्छ मेरो बाबुले। गरम पनि अब पुरा हुनु थाल्यो साथीहरू। हाम्रो जयगाउँमा चाहिँ अब गरम हुनु थाल्यो। झन् सिलगढीतिर त पुरै भयो होला। यहाँ त अझै भुटानको छेउ भएर हावाहरू राम्ररी नै आउँछ भनौँ न। अब है बेलुका त ठिकै हुन्छ, दिउँसो चाहिँ गरम हुनु थाल्यो अब। अन्त जयगाउँमा नि गरम भयो भने चाहिँ उफर मामलो गरम हुन्छ है साथीहरू। अब यताकोहरूलाई त थाहै छ, टाढाकोहरूलाई चाहिँ मैले भनिदिएको है साथीहरू। बहुत गरम हुन्छ, अब सक्नु हुँदैन। झन् म त सिलगढीमा गएँ भने एकदम गाडीबाट उत्रिँदिनँ पनि म त। अन्त गरम महिनामा त म सिलगढीतिर जाँदिनँ पनि हो। गइहालेछ र काम परेर जानु परेछ भने पनि म चाहिँ त्यो गाडीबाट उत्रिनु सक्दिनँ। त्यो सिलगढीमा झन् मान्छेहरू कसरी बस्छ होला भगवान्। म चाहिँ बस्नु सकेन है त्यहाँनिर चाहिँ। बहुतै गरम हुन्छ, साह्रै गरम। मान्छेको भिड त्यस्तै, गरम त्यस्तै हो। हाम्रो जयगाउँमा चाहिँ अथवै हुन्छ, त्यति साह्रो गरम हुँदैन, ठिकैको हुन्छ। अब भुटान बर्डर भएर होला हाम्रो चाहिँ यहाँ हावाहरू राम्रो छ है, राम्रै आउँछ। तर यस्तो साह्रो गरम चाहिँ हुँदैन मरुन्जेल चाहिँ सिलगढी जस्तो चाहिँ साथीहरू। सिलगढीमा चाहिँ म बस्नै सक्दिनँ, बहुतै गर्मी हुन्छ साथीहरू। हाम्रो यहाँ जयगाउँमा चाहिँ यतिको ठिकै हुन्छ। हाम्रो यहाँ जयगाउँमा चाहिँ ठिकै छ, तर अहिले दिउँसो चाहिँ अलिअलि गरम हुनु थालेको छ। ठिकै छ साथीहरू। राधे राधे।